सो हे गाइज वेलकम बैक टू माई अनदर भिडियो। सो आफ्टर लङ टाइम पछि भ्लग बनाएको छु। अनि आज चाहिँ टक्क म जाँदैछु भरतपुरबाट काठमाडौँ। अनि मेरो यात्रा चाहिँ खासमा काठमाडौँसम्म हो। अहिले म चाहिँ भरतपुर बाइपास रोड समथिङ। अब म यहाँबाट पुलचोक जान्छु होइन। अनि त्यही हो, आज चाहिँ खासै गाडी चढ्ने प्लान छैन। हिँड्दै हिँड्दै पछाडि ब्याग छ किनभने काठमाडौँ जान लाग्छु। अनि काठमाडौँ चाहिँ नाइटमा जाने भन्ने मेरो प्लान भयो। अनि अहिले चाहिँ हल्का घुमौँ भनेर तपाईँहरूलाई पनि देखाऊँ। सो लेट्स सी। यस्तो छ यहाँको ठाउँ चाहिँ, गाडीहरू आइरहेको छ, यस्तै छ। अनि त्यही हो, अब यहाँबाट पुलचोक जान्छौँ। अनि पुलचोकबाट पुलचोक एकछिन घुम्ने, अनि त्यसपछि काठमाडौँको लागि बस लिन्छु होला होइन। हेरौँ अब के हुन्छ। बस माइक्रो अहिले चाहिँ टक्क बाइपास रोडमा यस्तै छ। गाडीहरू गुडिरहेकै छ, धुलो उडिरहेकै छ, यस्तै चलिरहेकै छ। सब थाहा छ नि तिमीहरूलाई। अनि भ्लग नबनाएको चाहिँ एकदमै धेरै टाइम भइसक्यो थियो। अनि त्यही हो, अब बनाउनुपर्छ। क्वालिटी हल्का त्यो भएको होला म मान्छु मेरो, किनभने मैले पर्सनल युजको फोनबाट मैले त्यो भ्लग चाहिँ बनाइरहेको छु होइन। अनि क्वालिटीमा हल्का क्र्यास हुनसक्छ, त्यही भएर मैले नबनाऊँ भनेको। तर धेरै भयो केटाहरूसँगबाट टाढा बसेको, बेसी बनाऊँ भनेर। अनि ठिकै छ, जस्तो हुन्छ हुन्छ। भ्लग बनाउँछ, एडिटिङमा हल्का फोकस गर्छु अब। त्यही हो गाइज। अनि अर्को कुरो चाहिँ के हो गाइजहरूलाई, मसँग छन त छ समथिङ, कति छ क्यास खासै छैन। यो पर्समा कति छ हेरौँ है। 1000 अनि यति 100को चान्सिङ समथिङ धेरै छैन, त्यस्तै 1400-1500 यति क्यास छ। हुन त त्यति भइ नपुग्छ, तर बाटोमा के पर्छ कस्तो पर्छ होइन। त्यही भएर मेरो फोन पेमा पैसा छ। म आज चाहिँ किनभने सन्डे हो, तर आज सरकारी बिदा रहेछ। अनि ब्याङ्कहरू खुलेको छैन। ब्याङ्क खुलेको भए म आफ्नै ब्याङ्कबाट निकाल्थेँ। अब हेरौँ। अनि एटिएमबाट इसियाबाट एटिएममा पनि निकाल्न मिल्छ नि। के अरे कुन ब्याङ्कमा, दुईवटा ब्याङ्कमा मिल्छ। ग्लोबलमा एनआइसिएसिया र अर्को ब्याङ्कमा मिल्छ। हेरौँ अब त्यो दुईवटा ब्याङ्कहरू कतै छ भने त्यहाँ इसियाबाट निकाल्छु, होइन भने इसिया क्यास पोइन्ट जस्तोतिरबाट निकाल्छु। हल्का 1000-1500 समथिङ यस्तै चाहिने जति। अब त्यही हो, हेरौँ के हुन्छ। म चाहिँ यहाँ आइसकेको छु गाइस। अनि अहिलेसम्म इसिया क्यास पोइन्ट अनि एटिएम खासै केही पनि भेटिएन। अब तलतिर छ भने छुट्टै कुरो हो, नत्र केही फरक पर्दैन खासै। सबै पे सेवाबाटै गरिदिन्छु हो। बसमा जे होस् चाहिने रेन्ज चाहिँ राख्छु। अनि बाटोमा नि आजभोलि सायद सबै ठाउँमा फोन पे चलिहाल्छ, केही छैन। भए पनि इमर्जेन्सीको लागि निकालिराखौँ भनेको 1500 समथिङ छ। त्यति भयो भने पुग्छ मलाई, इनफ। मेरो विचारमा चाहिँ मलाई इनफ पुगिहाल्छ। अब हेरौँ कति बेर लाग्छ। म चाहिँ यता तलबाट आएको। अनि हेरौँ अब कति बेर लाग्छ, कति बेरमा पुग्छु म। कति बज्यो, कति बज्न लाग्यो भने अहिले नदेखाउँदैछ, ठ्याक्कै 5 बज्यो। हेरौँ 8-9 यस्तै बजी चाहिँ गाडी चढ्छु म। गाइज म चाहिँ अहिले टक्क होइन यो नारायणी रिभर साइडमा आएको छु। यो चाहिँ रिभर साइडको भ्यू मस्त देखिरहेछ यताबाट। म देखाउँछु अझै तपाईँहरूलाई। नारायणी रिभर भयो होइन, रिभर साइडको भ्यू पनि मस्त देखिरहेको छ। त्यहाँनिर दिउँसो बोर्डिङ हुन्छ, के हुन्छ। अनि त्यही हो चलिरहेको छ मस्त लाइफ। अब नाइट लाइफ देखाउँछु म तपाईँलाई। पुलचोकको अलग्गै नाइट लाइफ हुन्छ यहाँ पनि। त्यो चलिरहेको छ। मेरो काठमाडौँ जाने प्लान चाहिँ भर्खरै क्यान्सल भयो। अनि काठमाडौँ जाने भनेर झोला बोकेर हिँडेको मान्छे भर्खरै झोलासोला फालेर फेरि तलतिर आएँ। मैले तपाईँहरूलाई भ्लग चाहिँ यो मलाई भ्लग कम्प्लिट गराउनु थियो। काठमाडौँ जाने क्यान्सल भयो नि, म भ्लग चाहिँ कम्प्लिट गराउन आएँ। अनि अहिले चाहिँ टक्क हातले गरिरहेको छु। मैले क्यामेरा स्ट्यान्डहरू छोडिदिएको क्या लास्टमा। यस्तो दामी दामी ठाउँ छ जोस्। म चाहिँ अहिले ठ्याक्क
टक्क पुलको बिचमा छु यही खोला तल यतापट्टि पारीको गैँडाको साइड भयो अनि यतापट्टि भरतपुर साइड भयो मस्त खोलाको हावा आइरहेछ अनि यतिखेर मलाई फिल भइरहेको छ कि त्यो पीडा दिलमा तानेर मान्छे चिमा भनेको छ नि मैले त्यसै भनेको होइन क्या तर त्यही हो त्यसै भनेको त बस्दाखेरि हावा मस्त आइरहेछ जोस बालीहरू के हुन्थ्यो तर केही भएन एकछिन यहाँ बस्छु अनि यहाँबाट यो चाहिँ म टक्क यहाँ खोलाको बगरमा आएको छु होइन बगरमा किनभने नि अब गाइजहरूलाई थाहा नै छ न्यू इयर आउँदैछ न्यू इयरमा चाहिँ कहाँ घुम्न जाने त भन्दाखेरि यही बगरमा आउने हो टक्क किनभने यहाँनिर चाहिँ अब मिसन रेड र एसटी इभेन्ट्स म्यानेजमेन्टबाट अर्गनाइज भएको बिगेस्ट न्यू इयर फेस्टिभल हुँदैछ यही आउने 29 गते है यही आउने 29 गते यही ग्राउन्डमा यो चाहिँ चितवनको नारायणी नदी किनारमा अनि यहाँनिर चाहिँ आउँदै हुनुहुन्छ नेपालको लेजेन्डरी ब्यान्ड द मन्त्र द एज अनि कुटुम्ब ब्यान्ड्स यस्तै थुप्रै कलाकारहरूको बेजोड प्रस्तुति यहाँनिर हुँदैछ जोस भरतपुर नजिक हुनुहुन्छ भने यहाँनिर भिजिट गरिदिनु होला यही आउने 29 गते बब्बाल हुँदैछ है म पनि आउँछु एटेन्ड गर्न जोस तपाईँहरू आउन भ्याउनुहुन्न भने तपाईँहरूको लागि म छु टेन्सन नलिनुहोस् यसमा चितवनमा यो पालि नेपालकै बिगेस्ट न्यू इयर सेलिब्रेसन भइरहेको छ मिसन रेड र एसटी इभेन्ट्स एन्ड म्यानेजमेन्टद्वारा अर्गनाइज गरिएको यो मिसन रेड न्यू इयर फेस्ट 2082 चाहिँ यही आउने 31 गते नारायणी किनारमा हुन गइरहेको छ जहाँ हाम्रो नेपालको लेजेन्डरी ब्यान्ड्स द मन्त्र द एक्स ब्यान्ड कुटुम्ब समीर श्रेष्ठ एन्ड द गुड बोइज र केयर एन्ड जोयको टिम आउँदै हुनुहुन्छ विथ देयर बब्बाल एन्ड वाइल्ड पर्फर्मेन्स नट ओन्ली द्याट यो न्यू इयर फेस्टमा चाहिँ डीजे सेसन्स फुड स्टल्स फ्ल्याग होइस्टिङका साथसाथै अरू थुप्रै एक्टिभिटिजहरू पनि भइरहेको छ अझै बब्बाल कुरा त के हो भन्दाखेरि चितवनमै फर फर्स्ट टाइम यदि हजुरहरूले भिभिआइपी र भिआइपी टिकट काट्नुहुन्छ भने हजुरहरूले पाउनुहुनेछ एलइडी रिस्ट ब्यान्ड पनि टिकट चाहिँ हजुरहरूले खल्ती एप ओपन गरेर मजाले पर्चेस गर्न सक्नुहुन्छ भने यो इभेन्टको मेन पर्पज चाहिँ बब्बाल न्यू इयर सेलिब्रेसन हो भने स्प्रेडिङ अवेरनेस अबाउट ब्लड डोनेसन पनि हो अब यति सबै सुनिसकेपछि कतिजनाको न्यू इयर वाला प्लान चेन्ज भए पनि होला र प्लान बनाउँदै हुनुहुन्थ्यो भने प्लान फिक्स भए पनि होला सो चाँडो खल्ती एपबाट टिकट्सहरू बुक गरेर न्यू इयर मनाउन चितवन आउने सुरसार गरिहाल्नुहोस् यही आउने 31 गते नारायणी किनारमा नेपालको बिगेस्ट न्यू इयर सेलिब्रेसन यति भन्दै see you guys in next video till then bye bye namaste